सो अहिले भर्खर मैले चाहिँ पीपीसी जुन चाहिँ कि एकदम इम्पोर्टेन्ट हो 5 मार्क्सको लागि त्यो भिडियो अपलोड गरिसकेको छु भने यो भिडियोमा हामी दुईटा न्युमेरिकल सल्भ गर्नेछौँ र यो चाहिँ पास्ट इयर 2080 ब्याचको क्वेसन हो हैन न्युमेरिकल जुन चाहिँ 5 मार्क्समा आएको थियो र म पनि 2080 ब्याचकै हो जस्ट पास आउट हो हैन 3.40 आएको थियो ल त्यो सब छोडौँ अब यहाँ सल्भ गर्नेतिर लागौँ यसमा 5 मार्क्समा के आउँछ भने यो दुईटा चाहिँ दिएको हुन्छ हैन यो तीनटा चाहिँ आफैले निकाल्नु पर्ने हुन्छ यो चाहिँ दिएको हुँदैन हैन सो यसमा चाहिँ 2.5 मार्क्स यति आउँछ यति गर्दा हैन यो भर्दाखेरि हैन त्यसपछि यो फिगर बनाउँदाखेरि चाहिँ 2.5 मार्क्स गरेर 5 मार्क्स आउँछ है ल अब यो कसरी सल्भ गर्ने भने अब यो फर्मुला हामीलाई थाहा नै छ हैन टीआर भनेको p * q यो चाहिँ मेरो अलिक मिस्टेक भएको थियो एमआर भनेको चेन्ज इन टीआर बाइ चेन्ज इन क्यू हो र यसै गरेर एभरेज रेभेन्यू भनेको टीआर बाइ क्यू हो हैन यो दुईटा सिमिलर छ है यसमा चाहिँ चेन्ज इन हटाइदियो भने यो एआर बनिहाल्छ सो यो कसरी गर्ने भने अब यहाँ हेर्नु टीआर हामीले निकाल्नु छ हैन सो प्राइस र क्वान्टिटीसँग मल्टिप्लाई गरिदिने 21 जा 20 22 जा 40 यस्तै गरेर टीआर आयो हैन अब मार्जिनल रेभेन्यू भनेको के हो चेन्ज इन टीआर बाइ चेन्ज इन क्यू चेन्ज इन टीआर भनेको के हो त कतिले चेन्ज हुँदैछ त टीआर 20 देखि 40 भनेको कतिले चेन्ज भयो 20 ले 40 देखि 60 भनेको 20 ले 60 देखि 80 भनेको 20 ले यो त 1 ले चेन्ज हुँदैछ हैन सो 20 डिवाइड बाइ 1 भनेको 20 नै हुन्छ त्यसैले एमआर पनि 20 भयो अब एआर भनेको के हो टीआर बाइ क्यू हो भनेको एउटाको प्राइस निकाल्नु हैन सो अब 20 डिवाइड बाइ 1 भनेको 20 40 डिवाइड बाइ 2 भनेको पनि 20 सो यो सबै गर्दाखेरि कति नै आउँछ 20 नै आउँछ त्यसैले अब यसको चाहिँ फिगर कस्तो बन्ने भयो भने यता चाहिँ एआर र एमआर हाल्दिनु हैन अब यहाँ जे भनेको छ एआर एमआर टीआर जे भनेको छ त्यो सब हाल्नु त्यसपछि यता चाहिँ युनिट्स अफ गुड्स हो अब सब 20 नै छ त्यसैले 1 मा पनि 20 2 मा पनि 20 4 एउटा छ त्यसैले 20 20 गर्दै एआर र एमआर हाम्रो निस्क्यो यसरी फिगर बनाइदिँदा हुन्छ एक्सप्लेन गर्नुहुन्छ भने यहाँ त्यो अगाडिकै मेथडबाट एक्सप्लेन पनि गरिदिनु इन द एक्स एक्सिस वी हेभ मेजर्ड युनिट्स अफ गुड्स सोल्ड एज वेल एज इन द वाइ एक्सिस हैन यो सब लेखिदिनु र प्राइस अफ द एआर एन्ड एमआर इज फिक्स भनेर एन्ड द्याट इज 20 भनेर लेख्दैन अब त्यसपछि अब अर्को न्युमेरिकलतिर जाउँ हैन सो यो चाहिँ फिक्स नै रहेको छ हैन र यो चाहिँ प्राइस हो दिने क्वेसन हो हैन लेट द कस्ट फंक्सन टीसी दिएको छ र डिमान्ड फंक्सन पी दिएको छ अब प्रॉफिट मैक्सिमाइजिङ आउटपुट भनेको क्यू हो याद राख्नु हैन त्यसपछि म्याक्सिमम प्रॉफिट भनेको पाइ हो सिद्धो यति मात्रै आउटपुट भनेको क्यू र प्रॉफिट भनेको पाइ यो दुईटा निकाल्नु छ सिद्धो अब हामीले के थाहा छ भने पाइ भनेको के हो टीआर माइनस टीसी हो हैन सो पाइ निकाल्नको लागि टीआर निकाल्नु पर्यो पहिले र टीआर को फर्मुला के हो त अघि भर्खर भनेको p * q हो सो यसलाई चाहिँ q देखि मल्टिप्लाई गर्दा टीआर आउँछ त्यही हामीले गरेको छ सो यहाँ चाहिँ हामीलाई थाहा छ कि पाइ भनेको टीआर माइनस टीसी हो टीआर निकाले हैन p * q गरेर p यहाँ दिएको छ 150 * q भनेको 150q 6q * q भनेको 6q स्क्वायर हैन अब यो चाहिँ साइन त त्यस्तै भयो हैन टीआर आयो अब त हामी प्रॉफिट आरामले निकाल्न सक्छौं हैन प्रॉफिटको फंक्सन हैन अब यहाँ चाहिँ टीआर को भ्यालु हाल्दिए हैन यहाँ देखि त्यसपछि टीसी माइनस अब यहाँ चाहिँ कन्फ्युजन हुन्छ है धेरै जनाले टीआर यति भयो माइनस टीसी फर्मुला हो नि त माइनस टीसी यो चाहिँ ब्र्याकेटमा राख्नु होला ठीक छ यहाँ टीसी कति दिएको छ जति दिएको छ त्यसलाई के गर्ने ब्र्याकेटमा राख्ने त्यसपछि यो खोल्दाखेरि के गर्ने भने यहाँ देखि यहाँसम्म सेम त्यसपछि माइनस यहाँ कुनै साइन छैन भने प्लस छ माइनस प्लस माइनस 75 प्लस माइनस फेरि माइनस भयो अनि 9 स्क्वायर यहाँ बुझ्नु भयो हैन सो यहाँ चाहिँ माइनस माइनस हुन्छ यही सबजनाले कन्फ्युजन हुन्छ क्या सो त्यसपछि के गर्ने हो भने हावा चल्दैछ त्यसैले यस्तो भएको अब यो चाहिँ हाम्रो आइसक्यो हैन त्यो माइनस गरेर हैन यहाँ चाहिँ प्लस माइनस गर्ने कुरा थियो त्यो गर्दाखेरि यति आयो ठीक छ सो हाम्रो के आएको छ भने अहिले प्रॉफिटको फंक्सन आएको छ अब हामीलाई म्याक्सिमम प्रॉफिट चाहिएको छ त्यसको लागि के गर्ने भने म्याक्सिमम प्रॉफिट जहिले पनि निकाल्न भन्नु भने डेरिभेटिभ अफ पाइ निकाल्दिने ठीक छ डेरिभेटिभ हामीलाई थाहा नै छ dy/dq अब यसलाई चाहिँ के गर्ने भने यो कसरी गर्ने भने यसको चाहिँ पावर हेर्ने क्या जस्तो कि यसको पावर कति छ केही छैन भने 1 छ 1 * 150 यो अब के हुन्छ यस्तो हुन्छ क्या 150 को पावर जति छ हैन q जुन भेरिएबल हुन्छ त्यसको जुन पावर जति छ सपोज यहाँ स्क्वायर छ नि स्क्वायर वाला गर्दैछु ल सो सपोज यहाँ स्क्वायर छ भने के हुन्छ यो 2 चाहिँ अगाडि आउँछ हैन 115 * 2 भइहाल्छ र यो चाहिँ माथि के हुन्छ भने -1 हुन्छ क्या अगर यहाँ 1 छ भने 1 - 1 हुन्छ सो यहाँ 1 - 1 भनेको 0 भयो त्यसैले यहाँ 150 आयो q हट्यो र 2 छ भने 2 15 2 जा 30 q को चाहिँ 2 - 1 भनेको 1 पावर 1 भनेको q मात्रै र यसमा चाहिँ भेरिएबल छैन भने केही पनि हुँदैन यसलाई नलेख्ने त्यसपछि के गर्ने -30q छ यता आउँदा प्लस भयो हैन त्यसपछि अब यसलाई सल्भ गर्दिने सल्भ गर्दाखेरि के गर्ने 150 डिवाइड बाइ 30 यता आयो डिवाइड भयो मल्टिप्लाईमा थियो यता डिवाइड त्यसपछि q को भ्यालु आयो 5 युनिट्स ठीक छ अब सिम्पल केही गर्नु पर्दैन हामीलाई प्रॉफिट चाहिएको प्रॉफिटमा q को भ्यालु हाल्दिने पाइको फंक्सन निकालेको थियो नि त्यसमा q को ठाउँमा भ्यालु हाल्दिने
त्यो गर्दाखेरि आउँछ हाम्रो 300 यो चाहिँ सल्भ आफै गरिहाल्नुहुन्छ हैन। त्यसपछि प्राइस निकाल्न भनेको छ हैन। प्राइस पनि सेम प्राइस यहाँ हेर्नुस् ल प्राइस कति दिएको छ भने 150 माइनस 6 क्यू को ठाउँमा क्यू जुन आएको छ हाम्रो त्यो भ्यालु हाल्दिने र हाम्रो एन्सर आएको छ 300 र 120। सो यही गर्ने हो यसरी नै हैन। सो यो चाहिँ सबै प्र्याक्टिस गर्नु होला हैन। त्यसपछि यही हो इम्पोर्टेन्ट क्वेसनहरु र च्यानललाई सब्स्क्राइब गरेर भिडियो राम्रो लागेमा लाइक गरिदिनु होला र अझै कुनै चाहिएको छ भने टपिकमा अब टाइम पनि छैन भोलि नै एक्जाम हो कुनै टपिकमा चाहियो भने कमेन्ट गरिदिनु म भिडियो बनाइदिन्छु।